कतिवटा सिँढी अरे जम्मा? 475। जाँदा त ठिकै होला, आउँदा चाहिँ अलिकति। अनि त्यही भएर पानी पनि बोक्नु भएन। तपाईँलाई गाह्रो त भएको छैन नि? कतिवटा सिँढी पार गर्नुभयो अहिलेसम्म? कतिवटा सिँढी पार गर्नुभयो अहिलेसम्म? फर्किन चाहिँ गाह्रो भयो हजुर। राम्रै जस्तो लाग्यो पानी भएको हुन्छ भन्ने हुने रहेछ। जान त गइहाल्यो। आउँदाखेरि गाह्रो नि पानी बोकिनु त के गर्नु? गुप्ता ओडामा बस्नु भगवान यो त गुफा हो। त्यस्तै छ। त्यस्तै त यो गुफा हो के? यहाँ गुप्ता बारा भगवान बस्नु भएको ठाउँ हो। भगवान चाहिँ यही हुनुहुन्थ्यो पहिला। भगवान चाहिँ यही अरे पहिला। कति चाहिँ पछि मान्छेलाई सजिलो हामीलाई पछुन दिएको थियो। ठाडो बाफरे निकै पो रहेछ त। अब कति मिनट लाग्छ होला? आइपुग्न आँटेको छैन? आइपुग्न आँट्यो? तपाईहरु त फिलिपी पुगिहाल्नुहुन्छ नि। कसरी? हामीहरु पो यहाँ उकाली चढ्नलाई गाह्रो। ए ओ आउँदैन त, कति टाढा रहेछु म बुझेँ हिँड्दैछु। आमै रेलिङ समाएर आउनु न। उहाँले सिकाइदिनु भएछ। होइन यतिको रहेछ त अनि थाहा पाउनु पर्यो नि त। हाम्रो गुप्ता बाराहा नाम मात्रै बोर्ड पढेर भएन त, तल त यस्तो छ भन्ने थाहा पाउनु पर्यो नि त। यो सिँढी बनेको लगभग कति वर्ष भयो होला? धेरै भएको छैन। सिँढी त नयाँ हो नि। होइन नयाँ हो, थाहा होला नि। यो सुरु भएको 10 वर्षभन्दा बढी हो। बिस्तारै मैले अलिकति अब त्यही ठाउँमा मात्रै हो सिँढी। अब त्यही त हो नि, कति भेटी उठ्छ त्यही अनुसार बनाउने त हो नि। बजेट कति छ? ए लडाइदिनुहुन्न। अब सिँढी बिनाको चाहिँ कति रहेछ नि त फेरि? ए बा तिमीले त मलाई डुबाउँछौ जस्तो ला। बाफरे सरी पक्नुला हजुर। त्यहाँबाट छिर्ने हो? त्यस्तो ठाउँमा घर बनाएर के बाढीले हानेर कस्तो ठाउँमा? ए त्यहाँ नि कताबाट जानु त्यहाँ? उता त खोला रहेछ नि त, उता कतै होला निकास। जान भन्दा त नहुनै पो रहेछ नि त।
पूजा गरेको छु गऱ्यो जाउँ जान जय गुप्त बारा शशाङ्क चक्रम सक्रीट कुण्डलम सपीत वस्त्रम सरसूयेश्वरम संहार वस्त्रम स्थल कस्तुल श्री नमामि विष्णु शीर्षा चतुर्भुजं गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात् नमो नमः पृथ्वीको पहिलो तीर्थ बुढा भगवान् गुप्त बाराको गुप्त बारा बाबु हामी त छैन